नमस्कार। म तपाईहरुलाई पुनः एकपटक हाम्रो YouTube च्यानल शब्द एकाडेमीमा स्वागत गर्न चाहन्छु। हाम्रो YouTube च्यानलमा हामीले विभिन्न शैक्षिक भिडियोहरू लगायत लोकसेवा आयोगसँग सम्बन्धित भिडियोहरू निरन्तर रूपमा अपलोड गरिरहेका छौं। तपाईले हाम्रो च्यानलमा गएर MBS का विभिन्न विषयका कोर्सहरुको भिडियोहरु हेर्न सक्नुहुन्छ भने त्यस्तै लोकसेवा तयारी गरिरहनु भएको छ भने हाम्रो च्यानलमा लगभग 150-200 वटा भिडियो लोकसेवा सम्बन्धी मटेरियलहरु पनि छन्। त्यस्तै शिक्षक सेवा आयोग तयारी गरिरहनु भएको छ भने शिक्षक सेवा आयोगका भिडियोहरु पनि प्रशस्तै छन्। तपाईले हेर्न सक्नुहुन्छ, आफ्ना साथीभाइहरुलाई शेयर गर्न पनि सक्नुहुन्छ। भन्दै म आज तपाईलाई यो MBS थर्ड सेमेस्टर अन्तर्गत र MBS फोर्थ सेमेस्टरमा जुन क्यापिटल स्ट्रक्चर भनेर रहेको छ त्यो अन्तर्गत रहेको, त्यस्तै एनुअल MBS सेकेन्ड इयरको क्यापिटल स्ट्रक्चरमा रहेको यो सर्ट टर्म फाइनान्सिङ अन्तर्गतको एउटा न्यूमेरिकल प्रब्लम लिएर उपस्थित छु। सर्ट टर्म फाइनान्सिङका सोर्सहरु के हुन सक्छन् भनेर मैले यसअघि तपाईलाई बताइसकेको थिएँ। विभिन्न सोर्सेसबाट कुनै पनि व्यवसायले सर्ट टर्ममा फाइनान्सिङ गर्न सक्छ भन्ने मध्ये एउटा अल्टरनेटिभ भनेको तपाईको इन्भेन्ट्री फाइनान्सिङ पनि हो। इन्भेन्ट्री फाइनान्सिङमा तपाईको मुख्य गरी 5 वटा तरिकाबाट उसले फाइनान्सिङ गर्न सक्छ। एउटा फिल्ड वेयरहाउस लोन हुन्छ, एउटा टर्मिनल वेयरहाउस लोन हुन्छ, अर्को ट्रस्ट रिसिप्ट लोन हुन्छ, एउटा चैटल मर्टगेज हुन्छ भने अर्को फ्लोटिङ लिन अरेन्जमेन्ट हुन्छ। यी 5 वटा अल्टरनेटिभहरु भनेको फिल्ड वेयरहाउस, टर्मिनल वेयरहाउस, चैटल मर्टगेज अनि ट्रस्ट रिसिप्ट लोन र फ्लोटिङ लिन अरेन्जमेन्ट गरेर 5 वटा अल्टरनेटिभहरु मध्ये तपाईको यो न्यूमेरिकलको लागि टर्मिनल वेयरहाउस र यो फिल्ड वेयरहाउस अलि इम्पोर्टेन्ट मानिन्छ। इन्भेन्ट्री म्यानेजमेन्टबाट इन्भेन्ट्री फाइनान्सिङका यी विभिन्न मेथडहरु तपाईलाई थ्योरीमा आउन सक्ने चान्सेस बढी हुन्छ। यी इन्भेन्ट्री फाइनान्सिङ कति तरिकाले गर्न सकिन्छ, यी 5 वटा पोइन्टको एक्सप्लेन तपाईले बुकमा राम्रोसँग हेरेर अध्ययन गर्नुपर्ने अवस्था मैले देख्दछु। किनभने सर्ट टर्म फाइनान्सिङबाट थ्योरी सोध्यो भने तपाईलाई रिसिभल फाइनान्सिङ र इन्भेन्ट्री फाइनान्सिङबाट बढी सोध्ने चान्सेस बढी हुन्छ। रिसिभल फाइनान्सिङमा तपाईको प्लेजिङ अकाउन्ट रिसिभेबल र फ्याक्टरिङ हो। त्यसको बारेमा तपाईले डिटेल जान्नु पर्यो, जुन तपाईले न्यूमेरिकलबाटै पनि यदि कन्सेप्ट बुझेर न्यूमेरिकल गर्नुभएको छ भने मजाले लेख्न सक्नुहुन्छ। त्यस्तै यो इन्भेन्ट्री फाइनान्सिङमा पहिलो अल्टरनेटिभ भनेको टर्मिनल वेयरहाउस लोन। टर्मिनल वेयरहाउस लोन के हो म अलिकति बताउन गए तपाईलाई। अब इन्भेन्ट्री फाइनान्सिङ भनेको के हो भन्दा कुनै पनि व्यवसायसँग 3 प्रकारको इन्भेन्ट्री हुन सक्छ। एउटा र मेटेरियल, एउटा सेमी फिनिश गुड्स र अर्को फिनिश गुड्स गरेर 3 प्रकारको इन्भेन्ट्री हुन सक्छ। त्यसमध्ये व्यवसायलाई यदि सर्ट टर्मको लागि केही अल्पकालको लागि केही पैसा चाहिएको छ अथवा फाइनान्सिङ गर्नु परेको छ भने उसको एउटा अल्टरनेटिभ भनेको इन्भेन्ट्री फाइनान्सिङको पनि हो। इन्भेन्ट्रीलाई नै धितोमा राखेर उसले सर्ट टर्मको लागि फाइनान्सिङ गर्न सक्छ। त्यसमध्ये एउटा महत्त्वपूर्ण तरिका भनेको टर्मिनल वेयरहाउस लोन। टर्मिनल वेयरहाउस भनेको यो भनेको सार्वजनिक गोदामहरुमा, वेयरहाउसहरुमा आफ्नो इन्भेन्ट्रीलाई धितोको रूपमा राखेर लिइने लोन हो। यसमा के गरिन्छ भन्दाखेरि आफ्नो व्यवसायमा भएको इन्भेन्ट्री जति उठाएर तपाईको टर्मिनल वेयरहाउसमा लगेर राखिन्छ। जस्तै मानव एकछिनको लागि बुटोलमा तपाईको टर्मिनल वेयरहाउस छ भने त्यस्तो बेलामा तपाईले यो बर्दघाटको व्यवसायीले आफ्नो गुड्सहरु सेमी फिनिश गुड्स छ अथवा र मेटेरियल छ भने त्यो लगेर त्यहाँ राख्नुपर्ने हुन्छ। अनि टर्मिनल वेयरहाउसको एउटा कोठामा उसले त्यो सामानलाई बन्द गरेर राखिन्छ। त्यसअनुसार कति सामान रिसिभ भयो भनेर तपाईलाई वेयरहाउसले रिसिप्ट दिन्छ। त्यो रिसिप्टको आधारमा, त्यो रिसिप्टमा मूल्याङ्कन गरिएको इन्भेन्ट्रीको आधारमा तपाईलाई बैंकबाट तपाईले त्यसबाट त्यसैलाई धितो स्वरूप लिएर तपाईले फाइनान्सिङ गर्न सक्नुहुन्छ, लोन लिन सक्नुहुन्छ। त्यसको लागि के हुन्छ त भन्दाखेरि तपाईले त्यो वेयरहाउसबाट त्यो इन्भेन्ट्री निकाल्न पाउनुहुन्न। तपाईको जुन लोन प्रोवाइड गर्ने संस्था हो उसको अनुमति बेगर तपाईले त्यसलाई युज गर्न पाउनुहुन्न। त्यसले के हुन सक्छ भन्दा तपाईको प्रोडक्सन इन्टरप्सन हुन सक्छ। डिमान्ड आएको बेलामा तुरुन्तै सेल गर्न नसक्ने अवस्थाहरु आउन सक्छ यदि फिनिश गुड्स हो भने। यस्ता किसिमका बेफाइदाहरु पनि हुन्छन् यसमा। तर पनि टर्मिनल वेयरहाउस एउटा इन्भेन्ट्री फाइनान्सिङको महत्त्वपूर्ण पाटो हो। यसको बारेमा अझै डिटेल तपाईले बुकमा हेर्नु होला।
त्यस्तै फिल्ड वेयरहाउस भनेको कस्तो हो भन्दाखेरि यो दुईटामा फरक के छ भन्दा टर्मिनल वेयरहाउस र फिल्ड वेयरहाउसमा फरक के छ भन्दा टर्मिनल वेयरहाउस भनेको एउटा व्यवसायको आफ्नो प्रिमिसेस भन्दा बाहिरको वेयरहाउसमा राखिन्छ भने फिल्ड वेयरहाउस भनेको व्यवसायको प्रिमिसेस भित्र आफ्नो परिसरभित्र हाताभित्र नै एउटा कोठामा आफ्ना इन्भेन्ट्रीहरू लगाएर चाबी लगाएर राखिन्छ जसबाट जति इन्भेन्ट्री त्यहाँ राखियो त्यसको भ्यालुएसन गरेर एउटा फाइनेन्सियल इन्स्टिट्युसनबाट त्यसलाई धितोमा राखेर लोन लिने गरिन्छ भनेको यहाँनिर के भइदियो भन्दा इन्भेन्ट्री टर्मिनल वेयरहाउस हो भने आफ्नो प्रिमिसेस भन्दा बाहिर गयो तर यो आफ्नो प्रिमिसेस भित्रै रह्यो दुईटैमा तपाईको बिजनेस ओनरलाई अथवा व्यवसायलाई यो इन्भेन्ट्रीमा कन्ट्रोल हुँदैन है दुईटैमा कन्ट्रोल हुँदैन यसमा बाहिर गएर ल्याउनु पर्ने हुन्छ भने यो आफ्नै परिसरभित्र हुन्छ जसले गर्दा यो अलिकति टर्मिनल वेयरहाउस भन्दा सुलभ मानिन्छ अब यसमा पनि भाडा लाग्छ तपाईको टर्मिनल वेयरहाउसमा राख्दा पनि यसमा पनि तपाईको आफ्नै परिसर भए तापनि त्यसको एउटा अपर्च्युनिटी कस्टको रूपमा भाडाको रूपमा क्याल्कुलेसन गरिन्छ त्यस्तै टर्मिनल वेयरहाउस लोन लिनुहुन्छ भने तपाईलाई त्यो लोन बापत तपाईको लोन प्रोवाइडरले इन्ट्रेस्ट चार्ज गर्छ भने यसमा पनि इन्ट्रेस्ट चार्ज गर्छ तपाईको यदि सेलको अर्डर आयो भने टर्मिनल वेयरहाउसमा भन्दा फिल्ड वेयरहाउसमा तपाईले त्यो गुड्सलाई रिलिज गर्न धेरै छिटो हुन्छ यी कुराहरू तपाईको भयो त्यस्तै फ्लोटिङ लिन भनेको तपाईको यो पनि एक प्रकारको इन्भेन्ट्री फाइनेन्सिङ हो यसमा इन्भेन्ट्रीलाई भ्यालुएसन गरेर तपाईको त्यही अनुसार लोन प्रोवाइड गर्ने गरिन्छ यसमा सिम्पल एउटा इन्ट्रेस्ट रेट मात्रै चार्ज गर्ने गरिन्छ भन्दै म आजको क्वेशनतिर गए यो प्रब्लम अस्मिता पब्लिकेसनको प्रब्लम 18 मा छ भने पुरानो एमबीएस सेकेन्ड इयरमा हेर्नुहुन्छ भने प्रब्लम 20 मा रहेको छ यो एक्जाममा एनुअलमा धेरैचोटि एक्जाममा 10 मार्क्समा सोधिरहेको क्वेशन मा पर्दछ यो अब हेर्नुस् क्वेशन के छ त मैले गिवन मात्र लेखेको छु तीनटा अल्टरनेटिभ छ व्यवसायसँग इन्भेन्ट्रीको अमाउन्ट भ्यालु टोटल 4 लाख रहेछ उसलाई फन्ड निड पनि 4 लाखकै रहेको छ है इन्भेन्ट्री अमाउन्ट 4 लाख छ उसलाई चाहिएको फन्ड पनि सर्ट टर्मको लागि उसले फाइनेन्सिङ गर्नु परेको पनि 4 लाख नै हो पिरियड अफ फन्ड निड भनेको 6 महिनाको लागि उसलाई 4 लाख बराबरको इन्भेन्ट्री व्यवसायसँग छ त्यो 4 लाख बराबरको इन्भेन्ट्रीबाट उसले 4 लाख नै फाइनेन्सिङ गरेको छ केवल 6 महिनाको लागि अब त्यसमध्ये उसँग तीनटा अल्टरनेटिभ छ एउटा टर्मिनल वेयरहाउस लोन एउटा फ्लोटिङ लिन र एउटा फिल्ड वेयरहाउस लोन गरेर तीनवटा अल्टरनेटिभबाट उसले फाइनेन्सिङ गर्न चाहन्छ तीनवटा अल्टरनेटिभ मध्ये लिस्ट कस्ट सोर्सबाट फाइनेन्सिङ गर्न चाहन्छ अब कुन अल्टरनेटिभमा जानु उपयुक्त हुन्छ तपाईले यसलाई सजेस्ट गर्नुपर्ने भयो अब पहिलो गिवन छ टर्मिनल वेयरहाउस लोन टर्मिनल वेयरहाउस लोन हो भने त्यसमा इन्ट्रेस्ट रेट 12% पर एनम लाग्छ भनेको छ त्यस्तै एडभान्स अमाउन्ट तपाईले जति इन्भेन्ट्री लगाएर तपाईले यो टर्मिनल वेयरहाउसमा राख्नुहुन्छ बुटोलको गोदाममा राख्नुहुन्छ त्यो राखेको भ्यालुको 80% यसले प्रोवाइड गर्छ भनेपछि तपाईसित इन्भेन्ट्री कति छ 4 लाख बराबरको छ 4 लाखको 80% यसले एडभान्स गर्छ भनेको लोन प्रोवाइड गर्छ फुल्ली अमाउन्ट गर्दैन भनेपछि 4 लाखको 80% भनेको 3,20,000 लोन प्रोवाइड गर्ने भयो तर तपाईलाई चाहिएको फन्ड कति हो 4 लाख हो हेर्नुस् है इन्भेन्ट्री 4 लाख हो फन्ड निड पनि 4 लाख हो इन्ट्रेस्ट रेट टर्मिनल वेयरहाउसमा 12% दिन्छ अनि 4 लाखको 80% मात्रै यो इन्भेन्ट्री फाइनेन्सिङबाट हामीले पाउन सक्छौं भनेको 3,20,000 पाउन सक्छौं अनि क्वेशनले भनेको छ रिमेनिङ पार्ट कति हो त भन्दा 4 लाख मध्ये 3,20,000 तपाईले टर्मिनल वेयरहाउस अन्तर्गत इन्भेन्ट्री फाइनेन्सिङबाट पाउनु भने 80,000 त तपाईले पाउनु भएन त्यो 80,000 भनेको तपाईको ट्रेड क्रेडिट अल्टरनेटिभमा गएर कम्पनीले फाइनेन्सिङ गर्छ भनेको छ क्रेडिट टर्म यसको फेरि 2/10 नेट 30 छ 2/10 नेट 30 भनेको 2 भनेको डिस्काउन्ट रेट हो 10 भनेको डिस्काउन्ट पिरियड हो 30 भनेको क्रेडिट पिरियड हो तर कम्पनीले एक्चुअली 40 डेमा कुनै एडभर्स इफेक्ट बिना पे गरिरहेको छ भनेको छ भनेको तपाईको यो क्रेडिट पिरियड 30 दिनमा तिर्दाखेरि डिस्काउन्ट पाइदैन तर 30 नभएर 35 40 दिनमा तिर्दा पनि आफ्नो सप्लायरसँग कुनै नराम्रो सम्बन्ध हुँदैन भने त्यस्तो बेलामा हाम्रो पेमेन्टलाई स्ट्रेचिङ गर्न सक्छौं हामीले त्यही अनुसारले एक्चुअली 40 डेमा पे गरेको छ भनेको छ जसले गर्दा यसको गिवन के भयो 2% भनेको डिस्काउन्ट रेट हो 10 भनेको डिस्काउन्ट पिरियड हो 30 भनेको क्रेडिट पिरियड हो एक्चुअल क्रेडिट पिरियड भनेको 40 डेज हो अब एक्चुअली यसले 40 डेजमा तिरिरहेको हुँदा यसलाई हामीले एक्चुअल क्रेडिट पिरियड भन्छौं यो अनुसार तपाईले यो टर्मिनल वेयरहाउस लोनको टोटल कस्ट निकाल्नु पर्यो त्यस्तै फ्लोटिङ लिन अर्को अल्टरनेटिभ छ 4 लाख रुपैयाँ तपाईले फाइनेन्सिङ गर्ने हो इन्ट्रेस्ट रेट 20% छ इन्ट्रेस्ट रेट भनेको एनुअल नै हो पर एनम
त्यस्तै फिल्ड वेयरहाउस लोनमा इन्ट्रेस्ट रेट 10% छ। एडभान्स एमाउन्ट हेर्नुहोस् यसमा 70%। 4 लाखको 70% भनेको 2,80,000 728 2,80,000 यसले प्रोभाइड गर्छ भने 1,20,000 तपाईँलाई पुगेन। त्यो के गर्छ त भन्दा क्वेसनले के भनेको छ भने रिमेनिङ पार्ट फाइनेन्सिङ गर्न उसले अल्टरनेटिभ ए को ट्रेड क्रेडिटको टर्ममा युज गर्छ भनेको छ। अल्टरनेटिभ ए मा तपाईँको ट्रेड क्रेडिटको टर्म भनेको यही गिभन तपाईँले फेरि सार्न सक्नुहुन्छ यहाँदेखि यतिसम्म यहाँसम्म भनेको 2% डिस्काउन्टेड 10 डेज भनेको डिस्काउन्ट पिरियड क्रेडिट पिरियड अनि एक्चुअल क्रेडिट पिरियड यहाँ पनि रहन्छ। के को लागि भन्दा 4 लाखको 70% 2,80,000 फाइनेन्सिङ गर्छ भने बाँकी 1,20,000 भयो। यो 1,20,000लाई उसले ट्रेड क्रेडिट अल्टरनेटिभबाट फाइनेन्सिङ गर्छ भन्यो भने अब विच इज द लिस्ट कस्ट अफ मेथड सोर्स अफ फाइनेन्सिङ भनेको यो यी तीनटा अल्टरनेटिभ मध्ये तपाईँको सबभन्दा लिस्ट कस्ट सोर्स अफ फाइनेन्सिङ कुन हो निकाल्नुहोस् भनेको छ। सल्युसन गरिदिउँ। Solution A, calculation of total cost under terminal warehouse loan. Terminal warehouse loan. लानुहोस्। अब पहिलो कस्ट के छ भन्दा इन्ट्रेस्ट लाग्छ 12% इन्ट्रेस्ट रेट। गिभन कुरा सारिएन कि जस्तो लाग्यो मलाई। वेयरहाउसको भाडाको कुरा आएन रहेछ। हेर्नुहोस् फिल्ड वेयरहाउस कस्ट एमाउन्ट 10,000 फर 6 मन्थ सी मा। ए मा तपाईँको वेयरहाउस कस्ट 7,000 फर 6 मन्थ रहेछ। यहाँ चाहिँ अझै एउटा गिभन तपाईँको छुट्यो वेयरहाउस कस्ट। वेयरहाउस कस्ट ए को लागि तपाईको गिभनमा कति छ भन्दा 7,000 छ। 7,000 फर 6 मन्थ। अनि यो सी को लागि पनि तपाईको वेयरहाउस कस्ट इज इक्वल टु 6,000 फर 6 मन्थ। अब हेर्नुहोस् अब इन्ट्रेस्ट कस्ट लाग्यो एउटा यो टर्मिनल वेयरहाउसमा, एउटा यही वेयरहाउस कस्ट लाग्यो, एउटा ट्रेड क्रेडिटको कस्ट लाग्यो। तीनवटा कस्ट टर्मिनल वेयरहाउसमा छ भने तपाईको फिल्ड वेयरहाउसमा तपाईको यही वेयरहाउस कस्ट छ, त्यसको भनेको भाडा, त्यस्तै इन्ट्रेस्ट रेट छ 10%, त्यसपछि ट्रेड क्रेडिटको कस्ट छ भने फ्लोटिङ लेनमा सिर्फ इन्ट्रेस्ट कस्ट मात्रै छ। यसरी तपाईले के छ के क्याल्कुलेसन गर्नु छ भने पहिला बुझ्नुभयो भने क्वेसनलाई सजिलो तरिकाले गर्न सक्नुहुन्छ। टर्मिनल वेयरहाउसमा हेर्नुस् टर्मिनल वेयरहाउसको 6 महिनाको भाडा 7,000 भन्यो, 12% इन्ट्रेस्ट लाग्छ 3,20,000 तपाईले युज गर्ने हो। अनि ट्रेड क्रेडिटमा तपाईको 80,000 युज गर्ने हो, त्यसको पनि इन्ट्रेस्ट लाग्छ भनेपछि अथवा त्यसको अपर्च्युनिटी कस्ट फर्कन आउँछ। अनि फ्लोटिङ इनमा त 20% इन्ट्रेस्ट मात्रै लाग्छ। अनि फिल्ड वेयरहाउसमा तपाईको 6,000 6 महिनाको भाडा लाग्छ, 10% इन्ट्रेस्ट लाग्छ अनि फेरि ट्रेड क्रेडिटको कस्ट लाग्न जान्छ। यी तीनवटा कस्ट छन् दुईटामा भने यसमा एउटा मात्रै कस्ट छ। इन्ट्रेस्ट कस्ट निकाल्दिनुस्। इन्ट्रेस्ट कस्ट भनेको हेर्नुस् है, इन्ट्रेस्ट कस्ट भनेको तपाईले यो टर्मिनल वेयरहाउसबाट लोन लिने हो भने 3,20,000 लिने हो भनेको त कसरी आएको भन्दाखेरि तपाईले डाइरेक्ट यहाँ 3,20,000 लेख्न पनि सक्नुहुन्छ अथवा 4 लाख को 80% तपाईले पाउने हो 3,20,000 भयो इन्टु इन्ट्रेस्ट रेट कति हेर्नुस् 12% हो 0.12। अब तपाईको यो रेन्टहरु 6 मन्थ को छ, तपाईलाई फन्ड चाहिने पनि 6 मन्थ नै हो, त्यसकारण तपाईले 6 मन्थमा लान सक्नुहुन्छ। यसलाई डिवाइड बाइ 2 गर्नु भने 6 मन्थ को हुने भयो। 12% एनुअल रेट हो, त्यसलाई डिवाइड बाइ 2 गर्नु भने 6 मन्थमा जाने भयो। तपाईको यो अमाउन्ट भनेको 4 लाख को 80% भनेको 3,20,000 अनि तपाईको 12% गर्नुहुन्छ भने एनुअल आउने भयो। इन्टु 1/2 गर्नुस् अथवा डिवाइड बाइ 2 गर्नुस्, एउटै कुरा हो। ल इन्टु 1/2 गर्दिए 4 लाख को 80% 3,20,000 इन्टु 12% गर्नु भने एनुअल इन्ट्रेस्ट आयो, इन्टु 1/2 गर्नु भने 6 महिनाको आयो। यसरी तपाईले सिम्पल तरिकाले इन्ट्रेस्ट निकाल्न सक्नुभयो। यसरी क्याल्कुलेट गर्नुहुन्छ भने तपाईको इन्ट्रेस्टको अमाउन्ट आउँछ 19,200 रुपैयाँ। 19,200 रुपैयाँ। त्यस्तै वेयरहाउसको कस्ट हेर्नुस्। वेयरहाउस कस्ट यो भनेको रेन्ट हो,
रेन्ट तपाईको 7000 फर 6 मन्थ भनेको छ। हामीले इन्ट्रेस्टमा 6 मन्थमा लाग्यो, यो पनि सिधै लेख्दिउँ 7%। त्यस्तै अब बाँकी तपाईले 80000 तपाईले ट्रेड क्रेडिटबाट फाइनान्सिङ गर्ने हो। ट्रेड क्रेडिटको रेट के हो त, कस्ट कति हो भन्दाखेरि 80000 लाई एपीसी ले मल्टिप्लाई गरिदिनुहुन्छ भने एनुअल कस्ट आउँछ इन्टु 1/2 गरिदिनु हाफ मन्थ हुन्छ। जस्तै हेर्नुस् है, मैले पहिला एपीसी को फर्मुला तपाईहरु सबैलाई थाहा छँदै छ, त्यही लेख्दिएँ मैले। एपीसी भनेको के हो, dr अपन 100 माइनस dr इन्टु 360 अपन सीपी माइनस डीपी हो। हेर्नुस् है, यो एनुअल पर्सेन्टेज कस्ट हुन्छ इन्टु 1/2 गरिदिनु भयो भने हाफ इयर हुन्छ इन्टु तपाईको अगाडि तपाईले फाइनान्सिङ गर्नुपर्ने कति हो त ट्रेड क्रेडिटबाट 80000 हो। ल हेर्नुस् है, 80000 लाई एनुअल रेटले गुणन गर्नुभयो भने एनुअल कस्ट आउने भयो, अनि डिवाइड बाइ 2 गरिदिनु भयो भने 6 महिनाको आउने भयो। अब हेर्नुस् 80000 इन्टु dr भनेको 2 छ, हेर्नुस् 2 डिवाइड बाइ 100 माइनस dr भनेको 2 इन्टु 360 अपन सीपी माइनस डीपी। सीपी अब दुईटा छ, हेर्नुस् एउटा क्रेडिट पिरियड छ, एउटा एक्चुअल क्रेडिट पिरियड छ। एक्चुअल क्रेडिट पिरियड हुँदासम्म तपाईले एक्चुअल क्रेडिट पिरियड राख्नु पर्यो, 40 माइनस 10 डिस्काउन्ट पिरियड 10 इन्टु 1/2 गर्नुस्, तपाईको ट्रेड क्रेडिटको कस्ट आउने भयो। यो भनेको एपीसी हो, अनि एपीसी ले यसलाई गुणन गर्नुहुन्छ भने एनुअल कस्ट अफ ट्रेड क्रेडिट आयो, डिवाइड बाइ 2 गरिदिनुहुन्छ भने 6 महिनाको आयो। यसरी तपाईले सजिलैसँग गर्न सक्नुहुन्छ। यो गर्नुहुन्छ भने तपाईको आउँछ 9932 रुपैयाँ, 9932 रुपैयाँ। अब तपाईले यो एपीसी निकाल्दाखेरि 365 गर्न पनि सक्नुहुन्छ। ल यसरी तीनटा कस्ट जोड्नुहुन्छ भने तपाईको टोटल कस्ट आउँछ अल्टरनेटिभ ए टर्मिनल वेयरहाउस लोनको, यो भनेको तपाईको हुन्छ 36132 रुपैयाँ, 36132 रुपैयाँ। ल अब अल्टरनेटिभ 2 मा जानुस्, अल्टरनेटिभ बी फ्लोटिङ लिन। फ्लोटिङ लिन लोन, अब यसमा कस्ट भनेको एउटा इन्ट्रेस्ट कस्ट मात्रै छ। इन्ट्रेस्ट कस्ट भनेको कति हुने भयो, तपाईलाई लोन चाहिने कति 4 लाख हो, 4 लाख तपाईलाई लोन चाहिने इन्टु इन्ट्रेस्ट रेट कति भनेको छ 20% भनेको छ, 0.20 गरिदिनु भयो भने एनुअल कस्ट आउने भयो, इन्टु 1/2 गरिदिनु भयो भने 6 मन्थको हुने भयो। गर्दा तपाईको यसको कस्ट कति हुने भयो, 4 दुना 8 डिवाइड बाइ 40000, 40000 तपाईको यसको कस्ट भयो, टोटल 40000। ल तपाईको फिल्ड टर्मिनल वेयरहाउसको कस्ट 36132 भयो। अब फ्लोटिङ लिनको कस्ट 40000 भयो। अब यो दुईटामा कम्पेयर गर्नुहुन्छ भने तपाईको टर्मिनल वेयरहाउस लोन सस्तो भइसक्यो फ्लोटिङ लिन भन्दा। अब अल्टरनेटिभ सी फिल्ड वेयरहाउस निकाल्दियौ, फिल्ड वेयरहाउस। अब यसमा पनि तपाईको कस्टहरु हेर्नुस्, इन्ट्रेस्ट कस्ट, रेन्ट कस्ट र ट्रेड क्रेडिट कस्ट, तीनटा कस्ट छ। इन्ट्रेस्ट भनेको हेर्नुस् त 4 लाख मध्ये कति पर्सेन्ट यसले लोन प्रोभाइड गर्छ, 70%, 2,80,000 सिधै लेख्नु पाउनुहुन्छ 0.70 इन्टु इन्ट्रेस्ट रेट कति छ हेर्नुस् 10% छ 0.10। 4 लाख इन्टु 70% भनेको 2,80,000 मा तपाईको 10% ब्याज लाग्छ, एनुअल भयो, इन्टु 1/2 गरिदिनु भयो भने अथवा डिवाइड बाइ 2 गरिदिनु भने 6 महिनाको आउने भयो। 4 लाख इन्टु 0.7 इन्टु 0.1 इन्टु 1/2 गर्नुभयो भने तपाईको कस्ट आयो 14,000। यो कस्ट भनेको तपाईको 14,000 भयो। त्यस्तै रेन्ट कस्ट अथवा वेयरहाउस कस्ट, वेयरहाउस कस्ट तपाईको 6,000 फर 6 मन्थ भनेको छ, सिधै लेखिदिनुस्, यो 6 मन्थकै छ, तपाईले कन्भर्ट गरिरहनु परेन। त्यस्तै अब ट्रेड क्रेडिट कस्ट सेम यही फर्मुला हेर्नुस्। ट्रेड क्रेडिट कस्ट भनेको ट्रेड क्रेडिटबाट फाइनान्सिङ गर्नुपर्ने अमाउन्ट कति, 4 लाखको 70% 2,80,000 इन्भेन्ट्री फाइनान्सिङबाट आउँछ भने 4 लाखमा 2,80 घटाउनुस् अथवा 30%, 1,20,000 तपाईँ ट्रेड क्रेडिटबाट हो। मैले डाइरेक्ट लेख्दिएँ यसलाई 1,20,000 इन्टु डिआर अपन 100 माइनस डिआर इन्टु 360 अपन एक्चुअल सिपी माइनस डिपी, डिपीलाई 2 नै लेख्यौँ, डिपी
इन्टु 1/2 गरिदिनु भयो भने तपाईँको ट्रेड क्रेडिटको 6 मन्थको कस्ट आउने भयो। 6 मन्थको ट्रेड क्रेडिटको कस्ट भनेको तपाईँको 14,898 14,898 गर्दा तपाईँको टोटल कस्ट कति आउँछ हेर्नुहोस्। टोटल कस्ट जोडिदिनुहोस् तिनटालाई। एउटा 14,000 छ, एउटा वेयरहाउस कस्ट छ, अर्को तपाईँको वेयरहाउस कस्ट तपाईँको 10,000 दिएको रहेछ। हेर्नुहोस् वेयरहाउस कस्ट गिभनमा यहाँ 10,000 रहेछ। वेयरहाउस कस्ट 10,000। यो तिनटालाई जोड्नुहुन्छ भने 14 10 24 24 र 14 तपाईँको 38,898 38,898। ल हेर्नुहोस् अब तपाईले सजिलै डिसिसन दिन सक्नुहुने भयो। तपाईले सोधेको क्वेशनले व्हिच इज द लिस्ट कस्ट मेथड भनेको कुन सबभन्दा कम कस्टको मेथड छ भन्दा तपाईको टर्मिनल वेयरहाउस लोनमा जानुहुन्छ भने तपाईको कस्ट 36,132। फ्लोटिङ लेन एरेन्जमेन्टमा जानुहुन्छ भने 40,000 अनि तपाईको टर्मिनल फिल्ड वेयरहाउसमा जानुहुन्छ भने 38,000। तीनटामा कुन सस्तो भयो भन्दा तपाईको टर्मिनल वेयरहाउस लोन सस्तो भयो। लेखिदिनुस् त्यही कुरा यहाँ। Therefore, least cost source of financing is terminal warehouse loan. ल यी तीनवटा अल्टरनेटिभ मध्ये तपाईको टर्मिनल वेयरहाउस लोन सबभन्दा लिस्ट कस्टको रूपमा देखियो। अब यो क्वेशनमा तपाईले बुझ्नुपर्ने भनेको ठुलो कुरा केही पनि छैन। टोटल तपाईको इन्भेन्ट्री 4 लाख हो, लोन चाहिएको 4 लाख हो। 4 लाख 80% ले दिन्छ, इन्ट्रेस्ट निकाल्दिनुस् 6 महिनाको। त्यस्तै यसको भाडा भनेको छ तपाईको कति 7,000 6 मन्थको। अनि तपाईको ट्रेड क्रेडिटको कस्ट निकाल्न जान्नुहुन्छ। ट्रेड क्रेडिटको कस्ट भनेको एपीसी भनेको एनुअलाइज रेट हुन्छ, जस्तो इन्ट्रेस्ट रेट एनुअल भए जस्तै। अनि त्यसलाई तपाईले ट्रेड क्रेडिटबाट फाइनान्सिङ गर्नुपर्ने एमाउन्टले गुणन गर्नुभयो भने तपाईको एनुअल कस्ट अफ ट्रेड क्रेडिट आउँछ, डिभाइड बाइ 2 गरिदिनु भयो भने तपाईको हाफ इयरको आउने भयो। यो कुरा तपाईले बुझ्नुपर्ने हुन्छ। सिधै 2% ले गुणन गर्नुहुन्छ भने जस्तो ट्रेड क्रेडिटको सिधै हेर्दाखेरि के देखिन्छ भन्दाखेरि 2% डिस्काउन्ट हो। 2% त हो नि हामीले त्याग्नु पर्ने, लाग्ने कस्ट 2% हो भन्ने बुझिन्छ। अब तपाईले यसबाट फाइनान्सिङ गर्न 80,000 हो। 80,000 इन्टु 2% आउँदैन 16,000 कस्ट देखिन्छ। 16,000 डिभाइड बाइ 2 भन्दा 8,000 भन्ने देखिन्छ। तर वास्तवमा कति देखियो यहाँ हेर्नुस् त, ट्रेड क्रेडिट कस्ट 9,932 देखियो। किन भन्दाखेरि यो भनेको त सिर्फ 10 देखि 40 सम्मको ग्याप 30 दिनको कस्ट हो। तपाईले एउटा यही च्याप्टरमै एउटा क्वेशन छ, ट्रेड क्रेडिटमा 2% डिस्काउन्ट छ, बैंक लोन लियो भने 12% छ भने के मिस्टेक गरिरहेको छ एकाउन्टेन्टले भन्ने एउटा क्वेशन पनि छ। त्यो भनेको के भन्दाखेरि एउटा पेरियोडिक रेट र एनुअल रेटलाई हामीले कहिले पनि कम्पेयर गर्न सक्दैनौँ। एउटै टाइम फ्रेममा लगाएर मात्रै कम्पेयर गर्नुपर्ने हुन्छ। यो 2% कस्ट भनेको सिर्फ 30 दिनको हो भने अरु 12% भनेको तपाईको एनुअलाइज हुन्छ। त्यसकारण हामीले एनुअलाइज कस्ट निकाल्छौँ। यो भनेको एनुअलाइज कस्ट हो। यहाँदेखि यहाँसम्म भनेको एनुअलाइज एपीसी हो। एपीसी लाई तपाईले ट्रेड क्रेडिटबाट फाइनान्सिङ गर्नुपर्ने एमाउन्टले मल्टिप्लाई गर्नुहुन्छ भने एनुअलाइज कस्ट इन रुपिज आयो, डिभाइड बाइ 2 गरिदिनुहुन्छ भने 6 महिनाको आयो। यसरी हामीले ट्रेड क्रेडिटको पनि निकाल्न सक्छौँ सजिलैसँग। सिम्पल मान्छु मैले क्वेशनलाई। राम्रोसँग तयारी गर्नुभयो, हेर्नुभयो, बुझ्नुभयो भने मेरो भिडियोलाई अझै 2-3 पटक हेर्नुभयो भने अवश्य पनि बुझ्नुहुनेछ भन्दै मेरो भिडियोमा तपाईहरुको कमेन्टको एकदम अभाव भइरहेको छ। कृपया भिडियो डाउनलोड गर्नु अघि एक कमेन्ट अवश्य दिनु होला भन्दै बिदा चाहन्छु। हस्, धन्यवाद, नमस्कार।